सफा गर्दै गुवा लगाइदिएको। अहिले काम यस्तो चल्दैछ मेरो जङ्गलघारीमा। डिमार्केसन भन्छ कि के हो यसलाई? डिमार्क आफ्नो एरियामा के भन्नु यसलाई चिन्ह लगाएको डिमार्केसन कि के भन्छ मलाई एक्ज्याक्टली चाहिँ थाहा भएन। ऊ तल मेरो गोठ फाट्दै लाउँदै काम गरेर भाग्दै थियो कि कत्रो पानी आयो। अब मलाई जस्तै गर्नु आम्मा बजेर आएको होइन यो पानी हो नि आवाज आउँदै गरेको कुट्यो मलाई अब पानीले। ए यो खोला सोध्नु हुँदै थियो यो चाहिँ हाम्रो नमुङ खोला। अम्बो आयो होस् अब के गर्ने आइ त गई होस् अब भिजोस् उकालोमा कुद्दा पनि भएन। घर छेउको एउटा ठाडो रुख हेर्नु लडेर उनीहरू टार पनि चुडाएछ उता जाने कनेक्सन। ए पानीले भेट्न आँट्यो राजाले जिस्काइदिँदैछ भाइलाई। हेर त भाइ ल राजा ए जिस्काएको भाइ आउँछ कि ए ल हेर जिस्काएर हेर्न दाचालाई देख यता ल हेर सफा गर्दै आउँदैछु 3-4 दिन भयो कन्टिन्यू। सो अहिले भनेपछि अलिकति लुक्स आयो। मैले अलिकति यो सुन्तलालाई साह्रो घेरो भयो जग्गा जग्गाको चाहिँ रुखहरू अलिक हटाइदिएको। रिजल्ट आउँदैन यसको चाहिँ इट्स टेक टाइम। यो चाहिँ नरिवलको बोट है नयाँ पाउला पलाए। सो आज ड्युटी सो यहाँदेखि च्याट्टै फाँडेर यहाँतिर सबै फाँड्दै आएको। सो लुक एट द नजारा अब चाहिँ भनेपछि न फिलिङ आफूलाई पनि खुसी लाग्नलाई सफा देखेर जङ्गल बेसी भएर छ नि। दारिङको बोट यत्रो थियो यत्रो भइगयो। भाइ भयो देखिस् भाइले बिरुवा लान्छ अरे। ए बिचरा घाँस काटेर आएको नि सक्यो नि भाइलाई उहाँ बिरुवा लानु भनेको नि यहाँ माथिर कम्ती काम गर्दैन है साह्रै छ। त्यही त एक्लो छोरा नि गर्नै पर्यो। लु धेरै दिन नमस्ते नमस्ते। यस्तै छ है जिन्दगी यस्तै छ जिन्दगी। अम्लिसो रोप्दैछ भाइ अम्लिसो त जोड रोप्छ नि को रोपेको पनि दामी भाइको पनि बिहानको काम सक्यो अरे अम्लिसो दिएको थियो अम्लिसो हेर्न लैजा। यो कुन चाहिँ एउटा बिरुवा निकाल के चिनीको केरा पनि लैजा चिनी केरा पनि जुन चाहिँ सक्छ केराहरू पनि लगाएको छ नि भाइ यसले पनि सबै कुरा लगाएर लाउँछ त नि केरा पनि लगाएको छ गर्नुपर्छ गर्नै पर्यो नि दुःख नि भाइले मजा एकछिन टाइम पास खानासाना भयो भाइ कराइदिनु त जसले कराइदिन्छ। हेलो सबैजनालाई वेलकम टु आवर युट्युब च्यानल। हाँसिदिनु भाइ हाँसिदिनु। ओइ भाइ पनि कत्रो देख्न थाल्यो म जत्रो देख्न थाल्यो क्या जसले कराइदिनु कराइदिनु नि खै कराइदिनु कराउँदैन भाइ कस्तो जोडले कराउँछ नि भाइ अब जानुपर्छ काममा एकछिन टाइम पास छोरासँग हेर्दैछु। भाइले खालि फोन हेर्ने भएको छ भाइ पनि टाउको कत्रो देख्न थालेछ भाइ नि भाइ नि मेरो आँपको रुख यहीँ थियो नकाटेर बचाइदिएको। 4-5 दिन भयो कन्टिन्यू काम चल्दैछ। यति सफा गरेर आइसक्यो आज दिन मजाले उब्रियो। बिहान बेलुका गरे 4 दिन जस्तो भइसक्यो। अब अलिकति हेर्ने लाइकको भयो गार्डन। यो चाहिँ हाम्रो के भन्छ पार्कभित्र सबै लाउने यो आँप भयो सबै लगाएको छु उँभोतिर। यो पार्क बनाउने अलिकति दिन पछाडि यसलाई डेभलप हुँदैछ हल्का फाड्दैछु। गरम घाम लागिरहेको छ तर यो उयोले गर्दाखेरि के भन्छ
स्याल यो के भन्छ पाइनको ट्रीले गर्दाखेरि चाहिँ फुटबल यताबाट फाड्दै आएको यता त सकेँ मैले अलमोस्ट अनि जग्गा यी प्लान्टिङ हुँदैछ गुवाको रुख गुवा डिल सबै गुवा रोपिदिएँ मैले यता चाहिँ बिहान अहिले गरेर सकिदिएँ यो माछाको कुवा अलिक कम्प्लिट भएको छैन अनि यो छेउ च्याट्ट बनाएर डाँडा गुवा पछि हिँड्ने यो अस्तिको फुलबारी पर पुगेँ मैले सफा गरेर अहिले च्याट्ट देख्न थालेँ यति शान्ति छ कि के भन्नु केही छैन हल्ला खल्ला न टावर वो नेटवर्क पनि हल्का मात्रै जान्छ यहाँ चाहिँ एकदम शान्ति जसलाई पनि पिस अनि ग्रिन चाहिन्छ यहाँ चाहिँ एकदमै फिल गर्न सकिन्छ यति शान्ति लाग्छ कि म यहीँको बस्तीकै मान्छे भएर नि म यहाँ आउँछु काम गर्नु म बेलुकातिर मात्रै जान्छु काम गरेर किन मलाई मजा लाग्छ नि त म यहाँ यो ग्रिनहरूसँग यो रुखपातहरूसँग यो प्लान्ट गर्दैछु त्यो प्लान्टहरूसँग दिनभरि बिताउनुपर्छ मजा आउँछ यहाँ 2-3वटा मजुरहरू आउँछ तिनीहरूलाई चाहिँ हस्काउनुपर्छ मैले अहिले यो यहाँ यस्तो बनाएर ल्याएको यस्तो च्याट्टे हाम्रो नेचरल फ्यान रुखको फेदमा बस्छ हावा चलिहाल्छ यी मैले बिहान तपाईँहरूलाई सुन्तला फाले हो हरेक बोटमा भनिरहेको थियो सुन्तला टपक टिपेर खानुपर्छ म तपाईँहरूलाई अब अहिले चाहिँ सँगै देख्छ किन बिहान धुममा थियो यहाँनिर यो बोटमा हेर्नु त यी सुन्तला हर बोटमा छ यो जग्गामा धान त्योभन्दा अगाडि मकै रोप्थ्यो हामी सानो हुँदा यो धान रोप्ने जग्गा हो यो सानो गराछ र पनि धान रोप्थ्यो हामी सानो हुँदाखेरि त्यहाँदेखि लेटर फेरि चेन्ज गर्यो यो के अरे यो तपाईँको यसलाई यो कुचोला ल्यायो अनि बादमा अलैँचीलाई ल्यायो अब पहिला मान्छेले चाहिँ सिफ्टिङ कल्टिभेसन गर्थ्यो भन्थ्यो अब सिफ्टिङ भनेको चाहिँ अब जस्तो अब यहाँ कहाँ प्रायः पहिलाको ट्राइबलहरूले चाहिँ अब यहाँ काम गर्यो ठ्याक्कै यहाँनिर अब गाई बाँध्यो यो 1 सालको लागि यहाँ काम गर्यो त्यहाँदेखि फेरि अर्को जग्गा गऱ्यो सिफ्टिङ कल्टिभेसन थियो नि त पहिला अब पहिला हामी स्कुलबाट आउँथ्यो कि छाता बोक्थेन कि छाता यसरी सबै गर्नु भएको यो त नेचुरल कुरा हो छाता उडेर आउँथ्यो बस्ती प्रकृतिले पनि सब कुरो दिएको नि यो अलिक ठुल्ठुलोले त एकदम छारी भइहाल्छ नि मान्छेलाई अरे अब आउनु सक्नु आँटेँ मैले एकदम क्लोज आयो मेरो डेस्टिनेसन पनि हेरेपछि यहीँसम्म थियो आजलाई चाहिँ ल छुट्टी खाउँ अब चाहिँ एक्लै छुट्टी दिने पनि कोही छैन छुट्टी माग्नु पनि कसैलाई पर्दैन छुट्टी भयो अब आजलाई चाहिँ घाँस निक्लेको कि गाईलाई लत्तेको मेरो ए काँड्क्यो यो चाहिँ मम्मी हुन आँटेछ यो चाहिँ अलिक बादमा मम्मी हुन आँटेछ यो चाहिँ मम्मी हुन आँटेछ यो चाहिँ नाइटको डिनर हो यिनीहरूको यो चाहिँ मैले उखालेर ल्याएको भाइलाई बाँध्नु लगाएको थिएँ यहाँनिर सरेछ यो सबले चिन्नुहुन्छ होला चढ्नु चाहिँ अलिक गाह्रो छ यहाँ चाहिँ ठुलो ढुङ्गा छ बिचमा मैले यत्तिकै राख्नु लाग्यो यसलाई सो हुन्छ भनेर यस्तो भन्नुपर्छ ए आनन्द यति सुकुन लाग्छ के गरेर चाहिँ अड्काएको छ हामीले गोखहरू पनि यो पहिल्यै बनाएको थियो क्या अन्त हामीले अब यो पालि गर्नु भ्याउँदैन भनेर चाहिँ जस्तो सुकै गरेर अड्काएको त ठिकै छ अड्क्यो चुला पनि च्याट्टै पो छ त यी प्लाप जलाएको छैन यो चुलामा तर एकछिन रेस्ट पनि हुन्छ अब लागेको 3-4 दिन चाहिँ यही छ बिहान आऊ फाँडा बेलुका आऊ फाँडा यो ठाडो उकालो चाहिँ चट्टा गएर चाहिँ ठाडो उकालो छ यहाँनिर चाहिँ तपाईँको यो चाहिँ यहाँ हल्का घर देख्दैछ यहाँनिर 5 मिनट माथि विनोदहरूको त्यहाँबाट तेर्सो जानुपर्छ बोक्लाएको बेला त हरेस पो लाग्दो रहेछ उकालो हेर्दा हम होंगे कामयाब
हम होंगे कामयाब एक दिन भन्दै जाने बेला भयो। म तिमीहरूको धानको बिहार ठ्याक्कै दिनथर घर यहाँबाट 1300 झ्याट्टै। यहाँनिर चाहिँ बाख्रा चढाउँदो रहेछ हाम्रो आमाहरू छ होला, आमा छ आप्पा छ भाइ छ। प्रायः जस्तो चाहिँ काम चाहिँ यतै गर्छ, बेसी जस्तो चाहिँ यता चाहिँ भक्क भर्खर जङ्गल बनाइरहेको थियो, काम जान्थेन। अहिले चाहिँ मैले सफा गरिदिएको, मैले त्यहाँ फ्रुटहरू थुप्रो लाउँदैछु कि पछि सबैलाई हुन्छ। चराचुरुङ्गीमा कति खुसी हो, उक्रेर दिन उक्रेर कति खुसी। यहाँबाट खेलिरहेको छु। तर्सेन देख्यो होला, देखेँ तिमीले के गरेको? भोक लागेको थियो त किन बिहान तर खाना कम्ती खाँदै म त भोक लाग्यो, हरेस लाग्यो भने उकाल्यो भाइ। मेरो छोरा चाहिँ हेर भित्र। हेलो हेलो आमाको कबर हो भाइ। हाजी के एक्लै हो? गुड बोय हो, गुड बोय हो भाइ। ल आप अलिक फ्रेस भएर आउँछु ल। के साह्रो गरम भयो नि, बेकारी भाइ चाहिँ यस पनि गर्नु थाल्यो नि, गराउँदा यस गर्नु थाल्यो। सानोदेखि सिकाउनु पर्ने रहेछ, गर्दो रहेछ नि। भयो फ्रेस भाइ यस गरिसक्यो होइन, भाइ यस गर्नु थालेछ अहिले, सिकाएर गर्नु थालेको छ भाइले यस। नि त्यसो हो, गुड हो, इस गरे आमाले इस गर गर्दो रहेछ नि। सिकाउनु पर्ने रहेछ, अहिले आफै गर्छ, इस गर्नु थाल्यो हाम्रो भाइले नि। राति तर उठाउनु पर्छ एकपल्ट नि भाइ नि। खै हेरौँ त आप्पा आमा भाइ हेरौँ त, खोइ यता हेर्नु त भाइ, खोइ भाइ यता हेर्नु त, इस गर्छ नि इस गर्छ त। म त फोन त सानैदेखि कति हेर्ने हो। लु अब म खाजा बनाउँछु, बाजे बोजू आकोहरूलाई आप्पालाई ल। भाइ कोसँग जाने? मसँग? आमासँग जानु। त बिहान यो जट्टै बोलिरहेको थियो नि, अघि मैले खिचेको छु तर जोडै बोल्दै भाइ। ड्युटी मेरो। हेलो नमस्ते गुड इभिनिङ, वेलकम टु आवर च्यानल वान स्टेप। आज हामी डुलो निस्केका छौँ, आप्पा छोरा। बोजू साह्रो छ चिराउने। हामी चाहिँ जाँदैछौँ आज धेरै टाढो भन्नु, धेरै टाढो है तर भनिदिनु मेरो लागि। यहाँ कान्छाका घरमा आएको छौँ, कान्छा मैलाकाको घरमा आज चाहिँ। पाक्यो नसुनेको होइन, एक कोरै मिठो मिठो पाक्दैछ क्या, हेर्दैन त एक त ठ्याक्कै हेर्दैन त यता।